नमस्ते एभ्रिवान। आज म तपाईहरु समक्ष एउटा नयाँ भिडियो लिएर आएको छु। यो भिडियो भनेको तपाईको ट्यालीसँग सम्बन्धित रहेको छ। हामीले ट्याली सिक्दै गर्दाखेरि ट्याली भन्दा पनि महत्त्वपूर्ण एकाउन्टिङ हुन जान्छ। किनभने यदि हामीसँग एकाउन्टको सही नलेज छैन भने, एकाउन्टिङ सम्बन्धी सही ज्ञान छैन भने हामीले ट्यालीमा सही तरिकाले कार्य सम्पादन गर्न सक्दैनौँ। ट्याली भनेको एउटा सफ्टवेयर हो जसले मात्र हिसाब किताबलाई एकीकृत गर्ने कार्य गर्दछ। तर त्यो ट्याली चलाउनको लागि मूलभूत रूपमा हामीसँग एकाउन्टको नलेज हुन अत्यन्त जरुरी छ। त्यसैले मैले एउटा ट्याली सिरिज भनेर भिडियोहरू बनाउने गरेको छु। यदि तपाईहरु पनि फ्रीमा ट्याली सम्बन्धी बेसिकदेखि एडभान्स लेभलका कुराहरू सिक्न चाहनुहुन्छ भने मेरो यस च्यानललाई सब्स्क्राइब गरी छेउमा रहेको बेल आइकनलाई प्रेस गर्नुहोला, ताकि मैले यस्ता भिडियोहरू अपलोड गर्दाखेरि तपाईहरु समक्ष सजिलै पुगोस्। त लागौ आजको टपिक तर्फ। त एकाउन्टिङ भनेको के हो पहिला त्यो बुझ्नु जरुरी छ। यो एकाउन्टिङ भनेको यसलाई हामी नेपालीमा के भन्छौँ त भन्दाखेरि लेखाङ्कन। यसलाई हामी नेपालीमा लेखाङ्कन पनि भन्दछौँ। यो लेखाङ्कन भनेको तपाईको यो जुन लेखाङ्कन छ यो दुईटा शब्दहरू मिलेर बनेको छ, लेखा प्लस अङ्क। अब यो लेखा प्लस अङ्क भनेको के हो पहिला त्यो हामी बुझौँ। यो लेखा भनेको कुनै कुरा लेख्नु। अब कुन कुरालाई लेख्नु अर्थात् अङ्कलाई लेख्ने काम जुन गरिन्छ यसैलाई नै लेखाङ्कन भनिन्छ, अर्थात् एकाउन्टिङ भनिन्छ है। साधारण भाषामा लेखाङ्कन भनेको कुनै कुरा लेख्नु। अब कुन कुरालाई लेख्नु भन्दाखेरि अङ्कलाई जुन हामीले लेख्ने कार्य गर्दछौँ त्यसलाई नै लेखाङ्कन भनेर भनिन्छ। अब रह्यो कुरो कस्ता कुरालाई लेख्ने त हामीले हैन। अब जुनसुकै कुरालाई लेखेर त भएन, कस्ता कुराहरूलाई लेख्ने है, यहाँ प्रश्न त्यो आउँछ। त कस्ता कुरालाई लेख्नुपर्छ भन्दाखेरि व्यवसायमा हुने क्रियाकलापहरू है। अब व्यवसायमा कस्ता क्रियाकलापहरू हुन्छ, यदि हामी व्यवसायिक क्रियाकलापहरू गर्दछौँ भने ती व्यवसायमा हुने क्रियाकलापहरूको अङ्कहरूलाई लेख्ने कार्य नै लेखाङ्कन अथवा एकाउन्टिङ भनेर बुझ्नु पर्दछ। अब हामीले कस्ता कुराहरूलाई लेख्ने त है। अब यो व्यवसायमा हुने क्रियाकलापहरूको बारेमा बुझौँ। पहिलो भनेको खरिद है। या त व्यवसायमा कुनै कुराको हामी खरिद गर्दछौँ, कुनै वस्तु वा सेवा खरिद गर्ने कार्य गर्दछौँ र त्यो खरिद गरेको कुरालाई हामीले अङ्कमा नै लेख्ने गर्दछौँ। यानि कि यति पिस यति केजी हैन, त्यसरी हामी लेख्ने गर्दछौँ। र अर्को क्रियाकलाप भनेको बिक्री है। यो बिक्री पनि व्यावसायिक क्रियाकलाप अन्तर्गत पर्ने गर्दछ। कति हामीले सामान खरिद गर्यौँ, कति बिक्री गर्यो है,
त्यस्तै अर्को भनेको उधार हो हैन। हामीसँग कति उधारो लागेको छ, अर्थात् कोसँग कति कति उठाउनु पर्ने छ, यस्ता कुराहरूको पनि अभिलेख राख्ने गर्दछु है। र अर्को भनेको भुक्तानी। अब यो भुक्तानी भन्नुपर्दाखेरि हामीले कोबाट उधारोमा सामान किनेको छु, अर्थात् को हाम्रो लेनदार हो त। यो भनेको देनदार कसले हामीलाई दिने हो र यो लिने हो। आखिर यसको पनि हामीले लेखाजोखा राख्नै पर्छ ताकि यिनीहरूले समयमै भुक्तानी पाओस्। र अर्को क्रियाकलाप भनेको मौजदात। कति सामान स्टोकमा छ त्यसको पनि हामीले लेखाजोखा राख्नुपर्ने हुन्छ। त्यस्तै अर्को भनेको नाफा, अर्को भनेको घाटा है। व्यवसायमा कति नाफा भयो, कति घाटा भयो, यी यस्ता कुराहरूको बारेमा हामीले लेखाजोखा राख्ने गर्दछौँ। अर्थात् व्यवसायमा हुने मुख्यतः क्रियाकलापहरू नै यिनी हुन् र यिनीहरूकै रेकर्ड मेन्टेन गर्नु हैन, लेखाजोखा राख्नु नै त एकाउन्टिङ भनेर बुझ्नु पर्दछ।